आज चाहिँ फुर्सदको समयमा होइन घरमा ग्यास एकदम सानो बलेको भनेर गुनासो आएको कारणले म यसलाई खोलखाल गरेर टक्क बनाउने तर्खरमा छु। सरसफाइ म चाहिँ यो खोल्दैछु। फुर्सदको समय आज हाम्रो घरको ग्यास पनि धेरै पुरानो भयो होइन, अलिकति उयो छ र म खोलपिट गरेर टक्क लाएर सफासफाइ गर्नेछु। यो खोलिसक्यो होइन, यता नि खोलिसक्यो, यता निकालेर यहाँ आइसक्यो, खोलिसक्यो। अब यसको पनि खोलिसक्यो है, राख्दैछौँ लार्नको लागि। अब हामी चाहिँ यसको सरसफाइतिर लाग्दैछौँ। यो निप्पल र यो निप्पल सरसफाइतिर लाग्दैछौँ। सियोला अलिकति यसले सफा गर्ने, सियोले अनि यसरी वालहरू सफा गरिसकेपछि यो सियोले मार्फतले म जोड्न गइरहेको छु। यसरी ठुलो वाल सफा गरेपछि निप्पललाई चाहिँ यसरी सफा गरिसकेपछि हामीले चाहिँ यसमा हाल्छौँ। यो चाहिँ ठुलो निप्पल, यो सानो निप्पल। यो चाहिँ निप्पललाई फेरि यसरी टक्क सफा गरेर हाल्छौँ है। पिलाले टाइट गर्ने, यसरी क्लियर सफा भएपछि होलहरू सानोलाई यहाँ हाल्छौँ है। अनि यो ठुलोलाई चाहिँ यसरी हालेर टाइट गरेर कसिदिन्छौँ।